सम्पूर्ण नमस्कार। फेरि म हजुरहरु बीच उपस्थित भइसकेको छु है। आजको मेरो भिडियो प्रसंग प्राणायाम बारेमा रहेको छ। कुन प्राणायाम भन्नुहुन्छ भने भ्रामरी प्राणायाम है। भमराको जस्तो आवाज निकाल्ने, हमिङ आवाज निकाल्ने है। हामीले कसरी भ्रामरी प्राणायाम गर्न सक्छौं, हाउ टु डु भ्रामरी प्राणायाम, यसका साइन्टिफिक रिजनहरु है, यसका साइन्टिफिक रिसर्चहरु हैन, सबैको बारेमा हामीले छलफल गर्छौं। भिडियो सुरु गर्नुभन्दा अगाडि सम्पूर्णले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुस्, भिडियोलाई लाइक गरिदिनुस्, भिडियोलाई शेयर गरिदिनुस् भन्न चाहन्छु हैन। त्यसपछि गरेर देखाउनुभन्दा अगाडि कस्तो कस्तो मान्छेले नगर्ने आउनुस् त्यो बारेमा एकचोटी चर्चा गरौँ है। नगर्ने मान्छे कस्तो भन्दा पनि जो मान्छेलाई माइग्रेनको समस्या छ, माइग्रेन पनि फेरि त्यस्तो नर्मल माइग्रेन हैन, म्याक्सिमम माइग्रेनको समस्या छ हैन, त्यो मान्छेले नगर्ने। जो मान्छेलाई एकदम घुमाउँछ हैन, घुमाइराखेको छ त्यो अवस्थामा नगर्ने है। जसको के छ ब्लड प्रेसर एकदम म्याक्सिमम छ, कन्ट्रोल भएको छैन, जसले गर्नमा त्यसलाई उल्टी आउने जस्तो भएको छ हैन, यता धङधङाउने यसो घुम्ने हैन, चक्राउने भएको छ, त्यो मान्छेले पनि के गर्ने नगर्ने हैन। त्यो सँगसँगै तपाईको महिनावारी भएको महिलाहरूले पनि नगर्दा हुन्छ, किनकि यसको कारणले गर्नमा कहिलेकाहीँ हुन्छ भन्ने चाहिँ छैन, तर कहिलेकाहीँ चाहिँ हेभी ब्लिडिङ हुने हैन, हुने अथवा ब्लिडिङै नहुने जस्तो समस्या पनि भइदिन सक्छ है। त्यही भएर के गर्न सकिन्छ, यति मान्छेहरूले चाहिँ के गर्न सकिन्छ, यसलाई नगर्न सकिन्छ। त्यो बाहेक सम्पूर्ण मान्छेले जति वर्षको भए नि, जस्तो भए नि, जुन समयको भए पनि है, जुन समयमा भए पनि हामीले के गर्न सक्छौं, भ्रामरी प्राणायाम गर्न सक्छौं है। अनि यो बस्ने कसरी त भ्रामरी प्राणायाम गर्दाखेरि हाम्रो आसन चाहिँ के हुनुपर्छ भने यसमा नर्मल्ली दुईवटा आसन है। एउटा के छ सिद्ध आसन, अर्को के हुन्छ सुखासन। सजिलै आफूलाई जसरी सजिलो हुन्छ त्यसरी सुखासन है। म सिद्धासन बसेको छु हैन, सिद्धासन बसेको छु। हजुरहरु सिद्धासन सुखासन। अर्को के छ नर्मल अफिसमा हुनुहुन्छ हैन, एकदम हजुरलाई टेन्सन भइराछ हैन, एन्जाइटी जस्तो भइराछ, यतै के भयो भन्ने भइराछ भने कुर्सीमै बसेर पनि नर्मल्ली कुर्सीमा बस्नुस्, ढाड सिधा गराउनुस् हैन, अनि भ्रामरी प्राणायाम गर्नुस् है। त्यसरी गर्न सकिन्छ, भ्रामरी प्राणायाम गर्न सकिन्छ हैन। हजुरहरुलाई मैले डेमो देखाउँछु अब भ्रामरी प्राणायाम हामीले कसरी गर्न सक्छौं हैन। भ्रामरी प्राणायाम गर्दा हामीले के गर्नुपर्छ, कस्तोले गर्ने कस्तोले नगर्ने मैले भनिसके, कसरी बस्ने पनि मैले भनिसके। अब चाहिँ हामीले के गर्ने भ्रामरी प्राणायाम मैले हजुरलाई गरेर देखाउँछु, त्यसरी भ्रामरी प्राणायाम हजुरले गर्न सक्नुहुन्छ है। त्यसको लागि हातको हाम्रो यो पोजिसनमा लिन्छौँ, हातलाई हेर्नु तीनटा औँलाकातिर, यो औँला छुट्टै यो औँला छुट्टै है। अनि के गर्छ हामीले पहिला बुढे औँलालाई बन्द गर्छौँ, बुढे औँलाले कानलाई बन्द गर्छौँ है। कानलाई बन्द गर्यौँ र यो जुन औँला चोर औँला छ यो औँला निधारमाथि राख्यौँ है। अनि हामीले के गर्यौँ तीनवटा औँलाले आँखा है नाकसम्म लगेर ट्याक्क यसरी मिलाएर राख्यौँ। अनि हामी गर्छौँ हाम्रो पेटमा फोक्सोमा भएको सम्पूर्ण सासलाई पहिला गेर्छौँ, बाहिर फाल्छौँ। अब लामो श्वास घेर्नुस्, भित्र लिनुस्। अब भमराको आवाज निकाल्दै श्वासलाई बाहिर फाल्नुस्। अनि जहिले आँखा खोल्दा के गर्छ हजुरले यसरी हात मिन्ने हैन, आधाले तातो गराउने, अनि नेत्र परिसेक आँखालाई यसरी सेक्ने है। अनि यसरी सेक्ने, आँखालाई यसरी मालिस गर्ने, सुस्त हात यसरी मिन्ने, यसरी मालिस गर्ने र आँखा हल्कासँग खोल्ने है। एउटा तरिका यो हुन्छ। अनि यसमा पनि के भन्छ सर्ट भ्रामरी र लङ भ्रामरी भनिन्छ। हामीले जुन गर्यौं त्यो लङ छ, अर्को हामीले के गर्न सक्छौं सर्ट भ्रामरी। ठ्याक्कै तरिका त्यही हो, तर के हुन्छ भने फाल्ने र लिने श्वास लिन्छ है। नर्मली लियौं अनि
गरेर हामीले सर्ट भ्रामरी गर्छौँ होइन। यसको फाइदा के छ भन्नुहुन्छ भने एउटा हामीले यसमा हाम्रो माइन्ड के हुन्छ, माइन्ड टर्न हुन्छ, ट्युन हुन्छ है, माइन्ड ट्युन हुन्छ। अनि त्यसमा चाहिँ हाम्रो ब्लड प्रेसर जुन छ, ब्लड प्रेसर लो हुन जान्छ है, ब्लड प्रेसर आनन्दसँग घट्न जान्छ होइन। अनि त्यो सँगसँगै क्लियरिटी है, हजुरले चाहिँ एउटा आफ्नो क्ल्यारिटी पाउनुहुन्छ होइन, क्लियर हुन्छ कि माइन्ड एकदम मैले के गर्ने भन्ने बारेमा हजुर क्लियर हुनुहुन्छ, माइन्ड बुस्ट हुन्छ, माइन्डको वर्किङ क्यापिटल बढेर जान्छ होइन। जति काम गर्ने क्षमता ट्याक्क त्यसको 10 को 100 हुन्छ है, 10 गुणा बढेर जान्छ है। अनि त्यो सँगसँगै यसले चाहिँ दुईवटा काम अर्को गर्छ। एउटा चाहिँ हामीलाई हाम्रो माइन्डलाई काम गराउँछ है, CLAM है, एकदम शान्त बनाउँछ। अर्को के गर्छ भन्नुहुन्छ भने चाहिँ एकदम छिटो दौड्ने होइन, माइन्डको चाहिँ स्ट्रङ गरेर स्ट्रेन्थलाई स्ट्रङ गराइदिन्छ र स्पिड बढाइदिन्छ है। स्पिड बढ्यो भने हामीले काम गर्छौँ, छिटो हामीले काम गर्न सक्छौँ है, काम भने वर्क गर्न सकिन्छ क्या है। यस्तो फाइदा के छ, भ्रामरी प्राणायाम छ। तर धेरै रिसर्चहरू भएन भ्रामरी प्राणायाम होइन, दिमागको क्यापेसिटीको बारेमा यसले के काम गर्छ भनेर यसले थुप्रै काम गरेको होइन। तपाईँको हाम्रो ब्रेनको अल्फा गामा बिटा के सेल हुन्छन् होइन, ती सबै सेललाई बिटा हुनु अल्फा र गामा है, अल्फा र गामा दुईवटा सेल हुन्छ, वेभ हुन्छ। त्यो दुईटै वेभ लागि हेर्छ भने यसले आवश्यकता जुन वेभ जति बेला आवश्यकता छ त्यसलाई त्यति बेलै के गरिदिन्छ, ट्युन गरेर बढाउने काम गरिदिन्छ है। त्यो चाहिँ के छ, भ्रामरी प्राणायामको फाइदा छ होइन। त्यही भएर हामीले भ्रामरी प्राणायाम चाहिँ जति बेला पनि गर्न सकिन्छ होइन। ऊ स्ट्रेस भयो, तनाव भयो, दौ भयो, गाह्रो भयो भने हामीले गर्न सक्छौँ, मजासँग ढुक्कसँग हामीले गर्न सक्छौँ, भ्रामरी प्राणायाम गर्न सक्छौँ है। भ्रामरी प्राणायामका फाइदाहरू यिनै हुन्, मैले हजुरलाई सिकाइसकेँ होइन। अनि हजुरलाई कसले नगर्ने त्यो पनि मैले भनिसकेँ होइन। भिडियोलाई अन्तिमसम्म हेरिदिने सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु। र त्यो सँगसँगै नसर्ने रोग धेरै बढ्यो, हामी सबैलाई थाहा छ। हाम्रो एउटा नारा पनि छ होइन, हामी नेपाली सम्पूर्ण नेपालीको नारा, मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने नारालाई आत्मसात गरौँ, स्वस्थ रहौँ, मस्त रहौँ भन्दै आजको भिडियोबाट बिदा हुन्छु। र फेरि भोलि अर्को भिडियोमा आउने नै छु भन्दै हजुरबाट बिदा भएँ। हस्त धन्यवाद।